तीनटा खरायो चाहिँ पालेको थिएँ हैन। एउटा खरायो चाहिँ मैले हिजो मरेर गाडिसकेँ त्यहाँनिर। फेरि दुईटा हिजो साँझ नि मरेछन् हैन। हिजो चाहिँ मैले घाँस काटेर बेलुकातिर घाँसहरू मजाले खाइरहेको थिएँ। अनि राति नै के भएछ अनि दुईटै बिहान आएर घाँस काटेर फाल्छु भनेर हेर्दाखेरि त दुईटै मरेको हैन। के भयो होला, खै कतै घाउ पनि लागेको छैन, केले टोकेको पनि छैन। कस्तो पिर लाग्छ। यतिसम्म पालेर सानो थियो, यत्रो भएको खरायो आज मरेपछि यस्तो पिर लाग्छ है। मेरो छोरोले हेर्नु न कति माया गरेर उ गरेछ। के भयो छोरो हाम्रो खरायोलाई? कसरी मर्यो होला नि? मेरो छोरीले त भूतले मार्यो भनिरहेछ। ऊ त्यहाँ खाल्डो खनिरहेको छु, गाडिदिनु पर्यो। अब के गर्ने, मरिसके के भएर मर्यो थाहै भएन।